झापा 5बाट केपी ओलीसँगै बालेन शाहले पनि चुनाव लड्ने तयारी गरेको हल्ला चलेको छ। तर यो जस्ट हल्ला मात्र हो र यो हल्लाले स्वयं केपी ओली र समग्र एमालेलाई कति हल्लाको छ होला। तर यसको बारेमा भने आधिकारिक रूपमा बालेन शाहले अहिलेसम्म केही पनि बोल्नु भएको छैन। उहाँ खासै बोल्ने मान्छे त होइन, यसरी भनौँ उहाँले अहिलेसम्म केही पनि लेख्नु भएको छैन। लेख्नु भएको छ पर्खिनुहोस्, तयारी रहनुहोस्, हामी आउँदैछौँ। ठिक छ, पर्खिरहेको हो, पर्ख्यौँला। तर यस विषयमा केपी ओलीलाई पत्रकारले बालेन शाह त झापा 5बाट तपाईसँगै चुनाव उठ्ने रे नि भनेर सोद्धाखेरि केपी ओलीले भन्नुभएको थियो, अब यो डर नमानी डर मानेको हो कि के हो यो स्वयं केपी ओलीलाई नै थाहा होला। तर यदि बालेन शाह र केपी ओली सँगै झापा 5बाट चुनाव लडे भने कसले जित्छ त भन्ने कुरो नितान्त झापा 5का मतदाताहरूको हातमा छ। नगरौँ न, यो यस्तो नगरौँ, यस्तो गर्दैन। तर यी 3वटा कुरामा चाहिँ झापा 5का मतदाताहरूलाई ध्यान दिन म आग्रह गर्छु। 1, तपाईको भोट अनुभव कि अपेक्षालाई, र 2, तपाईहरूको भोट निरन्तरतालाई कि परिवर्तनलाई, र 3, तपाईहरूको भोट इतिहासलाई कि भविष्यलाई। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थियो। नेपाली हो नि।